भेना हजुर कति दिदीसँग मात्रै बस्नुहुन्छ र कहिले कहिले त सालीसँग आएर बसे नि हुन्न र हुन्छ त नि किन हुँदैन तिन पानी बोक्नु भएको रहेछ हो म चाहिँ यहाँ सितन बनाएर लिएर आउँछु काट्दैछु हो अनि गाडी यहाँ छ म आइहाल्छु त्यति छ काट्छु हो अनि चटपटी पनि लिएर आउँछु अनि तिन पानी बोकेको होला नि रक्सी होइन त्यसले भए भइहाल्यो नि अच्छा मौसमले नि च्यालेन्ज गरिरहेको छ के हो भेना ठिकै हो त नि मौसम कस्तो छ होइन मौसमले च्यालेन्ज गरिरहेको छ भेट्नुपर्छ ल म ट्याक्क भुटेर चट्टै पारेर लिएर आउँछु नि ल बसिराख्नु त्यहाँनिर सेल्फी देखामा म आइपुग्छु आएँ म एकछिनमा दिदी आयो कि अहिले मैले राखेँ ल कल गर्छु अहिले